बिहानको त्यो सूर्यको किरण आरवको झ्यालबाट उसको कोठामा प्रवेश गर्छ। आरव बिस्तारै उठ्छ अनि आफ्नो बिहानको दैनिक काम गर्न थाल्छ। नयाँ दिन अनि नयाँ उमङ्गका साथ आरव बेग्लै जोसमा आफ्नो दिन सुरु गर्छ। मनमा परिवारका लागि केही गर्ने अनि परिवारको आर्थिक स्थिति कसरी सहज बनाउने भन्ने बारेमा ऊ दैनिक सोच्दछ। कामको बोझले बाँधिएको आरवको जिन्दगी आफ्नो दैनिक काम सकेर त्यो मानिसहरूले भरिएको व्यस्त सहर काठमाडौँको गल्ली हुँदै आफ्नो अफिसतर्फ लाग्छ। आफ्नो कामतिर जान अघि ऊ त्यही अफिस साइटमा भएको क्याफे सपमा प्रवेश गर्न पुग्छ अनि कफीको लागि लाइनमा उभिन्छ। कफी हातमा लिएर पछाडि मात्र फर्किँदै गरेको के हुन्छ, ऊ अचानक एउटी सुन्दर युवतीसँग ठोक्किन पुग्छ। सरी 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 भन्दै युवतीको त्यो मलिन आवाज आरवको कानमा पुग्छ। अन्जानमा भएको गल्तीले आरवलाई त्यति चाहिँ फरक परेको हुँदैन अनि केही बात छैन, इट्स अल राइट भनी बिस्तारै उसले आफ्नो नजर युवतीप्रति लाउँछ। आफ्नो अगाडि सुन्दर युवती देख्दा आरव एकछिन डोलाउन पुग्छ। आरव डोलाएको देखि युवती मुसुक्क हाँस्छिन् अनि उसको अगाडि हात हल्लाउँछिन्। हेलो, कता हराउनु भएको तपाईँ भन्ने प्रश्न गर्न थाल्छिन्। युवतीको आवाज सुनेर आरव झस्किँदै हतार हतार नजर लुकाउँदै अर्कोपट्टि फर्किन्छ। आरवले युवती हाँसेको नदेखे जस्तै गरी आफ्नो कफी लिएर बाहिर निस्किन्छ। आरव हल्का रातो हुन पुग्छ र आफ्नो दिमागबाट त्यो युवती हाँसेको दृश्य निकाल्ने कोसिस गर्दै र आफ्नो कामतिर अघि बढ्छ। आफ्नो परिवारको परिस्थिति अनि दुःख बुझेको आरवले आफ्नो मनलाई निकै मजाले चिनेर सम्हालेको हुन्छ। दिनहरू बित्दै जान्छ। यसै आरव आफ्नो व्यस्त जीवनमा फेरि व्यस्त हुन पुग्छ। केही दिनपछि फेरि आरव आफ्नो अफिस जाँदै गर्दा क्याफे सपमा प्रवेश गर्छ। क्याफे सपमा प्रवेश गर्न साथ उसले त्यही पहिला भेटेको युवतीलाई देख्छ। युवतीलाई उसले केही बेरसम्म निहालेर हेरिरहेको हुन्छ। त्यतिकैमा युवती पनि आफ्नो नजर आरवप्रति उठाउँछिन्। युवती क्याफेको साइडमा बसेर चित्र कोरिरहेको हुन्छन्। क्याफे भित्रको फ्यानबाट मन्द मन्द हावाले युवतीको केस उडाइरहेको हुन्छ। आरव त्यो दृश्यदेखि एकछिन टोलाइरहेको हुन्छ। आरवको कफीको रेडी भएको आवाजले आरव फेरि झस्किँदै आरव आफ्नो कफी लिएर जान लागेको मात्र के हुन्छ, पानी एक्कासी ठुलो पर्न थाल्छ। पानी परेको हुनाले आरवले केही छिन क्याफेमै बस्ने निर्णय लिन्छ। क्याफे अलिक भिड भएको कारणले गर्दा युवतीको साइडमा भएको सिट मात्र खाली देख्छ अनि ऊ युवतीको सामु पुगे उसको सामु उभिन्छ। के म यहाँ बस्न सक्छु भन्ने प्रश्न गर्छ। युवती आरवलाई देखि हजुर बस्नुहोस् न भनी माया मुसुक्क हाँस्छिन्। मायाको बोल्ने र जिज्ञासा भएको स्वभावले आरवसँग कुरा अगाडि बढ्न थाल्छ। त्यो सानो कुराकानी लामो कुराकानीको सुरुवात हुन जान्छ। मायाको आत्मविश्वास अनि बोल्ने शैली आरवलाई निकै नै मन पर्न थाल्छ। दिनहरू बित्दै जान्छ अनि ती दुईको बीचको सम्बन्ध बढ्न थाल्छ। कति बेला सम्बन्धले नयाँ रूप लिएको दुवैलाई थाहा नै हुँदैन। मायाको सङ्गत अनि भनाइ आरवको जीवनमा प्रभाव पर्न थाल्छ। उसलाई लाग्न थाल्छ कि मायाको साथमा भएपछि ऊ संसार जित्न सक्छ। मायासँग ऊ धेरै समय बिताउन थाल्छ। कहिले त काठमाडौँको सडक त कहिले ती गल्लीहरू। दुवैको सम्बन्ध
समयसँग बलियो हुँदै जान्छ। काठमाडौँमा भएको ठुलो जात्राको अनुभव दुवैले सँगै लिन्छन्, तर परिस्थिति अनि समयले दुवैको परीक्षा लिन्छ। मायाको एउटा सपना थियो युरोपको सबैभन्दा ठुलो फ्यासन डिजाइनिङ कम्पनी ह्यान्ड्सब्याग एन्ड आई नामक कम्पनीमा काम गर्ने, अनि उसको मेहनतले युरोपको त्यही कम्पनीबाट काम गर्ने मौका पाउँछिन्। खुसीले आकाश छोएको मायाले आरबलाई फोन गरी क्याफेमा भेट्न बोलाउँछिन्। आरबलाई देख्न साथ उसले अँगाल्छिन् अनि भन्छिन्, आरब, तिमीलाई थाहा छ आज के भयो? त्यो सुनेर आरब खुसी हुँदै भन्छ, थाहा छैन, भन न के भयो त भनी प्रश्न गर्छ। माया फेरि मुस्कुराउँदै, तिमीलाई थाहा हुनुपर्ने हो त, भन त ल के भयो? गेस व्हाट? अनि आरब थाहै नपाए जस्तो गरे, थाहा छैन त, भन न, अब थाहा भएको भए त, तर खुसी हुँदा देख्दैछु केही भएको होला, सो टेल मी के भयो भन्दै प्रश्न गर्न थाल्छ। मैले युरोपको कम्पनीमा काम गर्न पाएँ नि, तिमीलाई थाहा छ त्यो ह्यान्ड्सब्याग एन्ड आई भन्ने कम्पनी थियो नि जसको म जहिले कुरा गर्थेँ, त्यसमा मैले काम गर्नु पो पाएको छु त भन्दै मायाले भन्छन्। आरब चकित हुँदै, साँच्चै हो भन्ने प्रश्न गर्छ। माया खुसीले टाउको हल्लाउँछिन् अनि आरबलाई मजाले फेरि अँगाल्छिन्। मायाको खुसीमा आफ्नो खुसी देखेको आरबले मायालाई बधाई दिँदै, कङ्ग्रेचुलेसन है त मायाज्यू भनी मुसुक्क हाँस्छ। विदेश जान केही दिन अघि माया र आरब काठमाडौँको त्यो हावा चल्ने डाँडामा बसी त्यो काठमाडौँको व्यस्त सहरलाई धेरै निहाल्छन्। आरबले मायाको हात बिस्तारै समाउँछ अनि एउटा सानो किस गर्छ। आरब, कस्तो अचम्म हो नि यो माया भन्ने, न त तिमीले भन्यौ न त मैले भने, केवल म त आफूभन्दा बेसी चिने सरी थाहै नपाएँ। आरब, म तिम्रो भइसकेछु। मायाको त्यो कुरा सुनेर आरब मायाको हात मजाले समाउँछ अनि अर्कोतर्फ हल्का फर्किन्छ। कता कता आरबको आँखा रसाउन थाल्छ। हो माया भनी बिस्तारै भन्छ। माया बिस्तारै हाँस्छिन्। मलाई हजुरले त याद त गर्नुहुन्छ नि होइन इन्जिनियर साहब भन्नी हाँस्न थाल्छिन्। मायाको कुरा सुनेर आरब पनि हाँस्न थाल्छ। मायाको निधारमा आरबले किस गर्दै मायालाई भेट्ने भन्ने मनमा ठान्छ। माया गएपछि आरब दिनरात एक नभनी काम गर्न थाल्छ। मायाको उमाथि भएको विश्वासलाई लिएर अटुट अघि बढ्न थाल्छ। परिस्थितिले फेरि परीक्षा लिन्छ। दुवैको काम अनि समय नमिलेको कारणले बाधा आउन थाल्छ। हामी सँगै नबोल्ने हो इन्जिनियर साहब कि हजुरलाई अचेल मेरो लागि टाइम छैन कि क्या हो भनी फोनमा भन्छन्। कामले थाकेको आरब मुसुक्क हाँस्दै, अनि म्याडमजी भन्नुहोस् न, म सुनि त राछु भन्छ। तर समयसँग कुराकानी कम हुँदै जान्छ। मनमा अनेक प्रश्न र अमिलोपनको भावना बढ्दै जान्छ।